जय मसिह यहाँहरू सबैजनालाई फेरि पनि यो नयाँ भिडियोमा तपाईँलाई स्वागत छ र तपाईँको माझमा आज पनि मैले परमेश्वरको जीवित वचन लिएर आइसकेको छु। स्किप नगरिकन हेरेर सुनेर आशिषित हुनुहोला। र आजको वचनको विषय छ विश्वासले उद्धार दिन्छ। मुख्य पद छ प्रेरित 31 मा यस्तो लेखिएको छ, अनि तिनीहरूले भने प्रभु येशू ख्रीष्टमा विश्वास गर्नुहोस् र तपाईले उद्धार पाउनुहुनेछ, तपाईँ र तपाईका परिवारले। प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू, आजको यो वचनले हामीलाई एउटा अत्यन्तै महत्त्वपूर्ण सत्यता सिकाउँछ। जब फिलिपीको जेलरले म उद्धार पाउन के गरौँ भनेर सोध्यो, प्रेरित पावल र सिलासले कुनै कठिन धार्मिक कर्म गर्न भनेनन्। उनीहरूले एउटै उत्तर दिए, प्रभु येशू ख्रीष्टमा विश्वास गर्नुहोस्। उद्धार हाम्रो असल कामले होइन, धन सम्पत्तिले होइन, वा धर्म कर्मले पनि होइन। उद्धार येशू ख्रीष्ट माथिको साँचो विश्वासद्वारा पाइन्छ। येशूले हाम्रो पापको दण्ड आफ्नो क्रुसमा बोक्नुभयो, मर्नुभयो र फेरि जीवित हुनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने प्रत्येकले अनन्त जीवन पाओस्। यस पदमा तपाईँ र तपाईँका परिवारले भन्ने वचनले परिवारको निम्ति पनि ठूलो आशा दिन्छ। यसको अर्थ सबै परिवारका सदस्य स्वतः उद्धार हुन्छ भन्ने होइन, तर जब एउटा व्यक्तिले विश्वासका साथ परमेश्वरलाई पछ्याउँछ, उसले आफ्नो परिवारलाई पनि सुसमाचार सुनाउने, प्रार्थना गर्ने र विश्वासतर्फ डोर्याउने अवसर पाउँछ। त्यसैले यदि तपाईँको जीवनमा अझै येशूलाई पूर्ण रूपमा स्वीकार गर्नुभएको छैन भने आज नै उहाँमा विश्वास गर्नुहोस्, र यदि तपाईँ पहिलादेखि विश्वासी हुनुहुन्छ भने आफ्नो परिवारको लागि निरन्तर प्रार्थना गर्नुहोस् र प्रेमका साथ येशूको साक्षी बन्नुहोस्। आजको सन्देश यही हो, उद्धारको ढोका सबैको लागि खुल्ला छ। विश्वासका साथ येशू कहाँ आउनेलाई उहाँले कहिले इन्कार गर्नुहुन्न। प्रभु येशू ख्रीष्टमा विश्वास गरौँ, उद्धार पाऊँ र हाम्रो परिवारले पनि उहाँलाई चिन्ने अवसर पाओस्। आमेन। जय मसीह सबैजनालाई।